गाइस फाइनली हामीले आज नि बेहुली च्याउ भेटे। देख्नुभयो यसरी फल्छ बेहुली च्याउ चाहिँ। यहाँ पनि ल पक्कै छ है पुरै बेहुली च्याउ यिनीहरू। बुढी र म चाहिँ बेहुली च्याउ खोज्दै यता नि छ बुढी। ओ माई गॉड यहाँ ल पक्कै जग्गा आइज यहाँनिर हो। यहाँ पनि यस्तोमा चाहिँ यसको तल तल राउन्डिङमा फल्छ है गाइज। यदि कसैलाई खोज्न मन छ र खान मन छ भने चाहिँ है। फाइनली गाइज हामी चाहिँ च्याउ टिपेर आयौँ। अब यसलाई चाहिँ यस्तो धुँदैछौँ। अब यसलाई सर धोइन्छ होइन बुढी। यसलाई टक्क धोइन्छ। यहाँ अब यहाँबाट ब्रसले घोर्दै पुरै वास गर्दै खतरा माटो लाग्यो हुन्छ। यस्तो टुप्पामा खै अलिक ठुलो यस्तो टुप्पामा माटो लाग्यो हुन्छ होइन। यस्तो टुप्पामा अनि यो टुप्पामा चाहिँ ब्रस लाएर घोट्नुपर्छ है। अच्छा खतरा यति मोटो टुप्पा है। दामीहरू ल कति लामो कति दामी छ यो चाहिँ अहिले पकाउने। फाइनली गाइज हाम्रो च्याउ चाहिँ पाक्यो। अब यी च्याउ अनि प्लस यो चाहिँ तामाको अचार है। यो तामाको अचार यो चाहिँ च्याउ चाहिँ यसरी बनाइन्छ। अब चट्ट यसलाई भातमा हालेर ल्याम खाइन्छ गाइज। ल्याम खाइन्छ गाइज। च्याउ रेडी भइसक्यो। मैले खाना पस्किँदैछु। घिउ डल्ले खुर्सानी देउली च्याउ अनि बारीको चामल। मम्मी के खाएको? च्याउ र भात खाएको खानु। मिठो भएको छ? देउली च्याउ बल्ल खानु भयो। मिठो छ नि मासु जस्तै। माटीकुटी च्याउ यानि देउली च्याउ।